डकुमेन्टहरू बिगारेर नि सबै स्टुडेन्टले आफ्नो जब एप्लाई पनि बिगारेछ, स्कलरसिप एप्लाई पनि बिगारेछ, मास्टर्स र पिएचडीको लागि ग्रेजुएट एप्लाई पनि बिगारिरहेछ। उनीहरूलाई थाहा पनि छैन के बिग्रेछ, कहाँ बिग्रेछ, पुरै कन्फ्युजन छ है। 5 वर्षदेखि मैले पनि मास्टर्सको लागि पिएचडीको लागि एप्लाई गर्दा गर्दा धेरै इन्फर्मेसनहरू पाएँ, यस्तो यस्तो रहेछ भनेर छुट्याउन सकेँ। म सबै कुरा क्लियर गरिदिन्छु। सबै डकुमेन्टको बारेमा एउटै भिडियोमा भन्न पोसिबल हुन्न। आज कभर लेटरको बारेमा भनौँ र हरेक भिडियो जुन डकुमेन्टको मैले कुरा गर्छु लास्टमा चाहिँ मैले जहिले पनि त्यो डकुमेन्ट चाहिँ फ्रीमा दिन्छु। स्टुडेन्टसँग पैसा लिने कुरा पनि हुन्न। एउटा फाइल पठाइदिन्छु जसमा चाहिँ एक्ज्याक्टली कसरी लेख्ने हो, के कुराहरू इम्पोर्टेन्ट पोइन्टहरू दिमागमा राख्ने हो, लेख्दाखेरि थाहा हुन्छ है त। अब कभर लेटर स्ट्रेट टु द पोइन्ट कुरा गर्न पर्दाखेरि इमेजिन गर्नु कि एउटा लेटर चाहिँ हामीले कभर गरेर एउटा कभरमा चिठीमा राखेर चाहिँ त्यो मान्छे, त्यो अर्गनाइजेसन, त्यो युनिभर्सिटीलाई पठाउँदैछौँ। रेज्युमे र सिभी भनेको हाम्रो पास्टको कुरा गर्छ, के पढ्यौँ, के एक्सपिरियन्स छ, के नलेज छ भनेर। कभर लेटरको काम भनेको चाहिँ हाम्रो फ्युचरको बारेमा कुरा गर्ने हो। बेस्ड अन आवर नलेज एन्ड एक्सपिरियन्स हामीले चाहिँ त्यो अर्गनाइजेसन, त्यो इन्स्टिट्युसनलाई चाहिँ के दिन सक्छौँ होइन, त्यो अर्गनाइजेसनले हामीलाई के दिन सक्छ र हामीले चाहिँ त्यो अर्गनाइजेसनलाई के दिन सक्छौँ भनेर कनेक्ट गर्ने चिज कभर लेटरले लेख्ने हो। अब जसरी लेटरमा लेखिन्छ त्यसरी नै आफ्नो इन्फर्मेसन सुरुमा लेख्ने, त्यसपछि त्यो अर्गनाइजेसन अथवा त्यो मान्छेको इन्फर्मेसन लेख्ने। तर मिस्टेक कहाँनिर गर्छ भने नि मान्छेहरूले डियर सर म्याडम र टु हुम इट मे कन्सर्न भनेर जब हामीले लेटरमा लेखिन्छ नि त्यो यतिखेर लेख्ने हो जब त्यो अर्गनाइजेसन अथवा जस्तै युनिभर्सिटीको मान्छेले के भनिरहेछ भने डाक्टर रमन घिमिरेलाई चिठी लेख, कभर लेटर लेख भनेर इन्डिकेट गरेछ भने हामीले त्यतिखेर डियर सर म्याडम लेख्यो भने बिग्रियो है। त्यतिखेर चाहिँ हामीले डियर डाक्टर रमन घिमिरे भनेरै लेख्न पर्यो के। त्यही भएर के कुरा चाहिँ ध्यान दिन पर्यो भने उनीहरूले जेनरल अर्गनाइजेसनलाई कभर लेटर लेख भनेर पठाएको छ कि एउटा पार्टिकुलर मान्छेलाई कभर लेटर लेख, मेल लेख भनेर पठाएको छ, त्यो चाहिँ ध्यान दिन पर्यो है। त्यसपछि अब के हुन्छ, 3टा बडी हुन्छ र अर्को त्योभन्दा अगाडि इम्पोर्टेन्ट के पनि हुन्छ भने कभर लेटर जहिले पनि 1 पेजको लेखेको सबैभन्दा बेस्ट। अति भयो, अटाउँदै अटाएन भने 2 पेज जान त भयो, तर 1 पेज लेखेको बेस्ट। 3टा प्याराग्राफ हुन्छ। पहिलो भनेको इन्ट्रोडक्सन, दोस्रो भनेको बडी र लास्टमा भनेको क्लोजिङ प्याराग्राफ। अब यो 3टा प्याराग्राफ चाहिँ कसरी लेख्ने, के लेख्ने भन्ने कुरा चाहिँ भिडियोमा भन्न भन्दाखेरि पनि मैले चाहिँ एउटा नोट बनाइदिन्छु कभर लेटरको। त्यहाँ चाहिँ मैले के भनेछु भने इन्ट्रोडक्सनमा कस्तो कस्तो पोइन्टहरू हाल्न पर्छ, त्यसपछि गएर बडीमा कस्तो कस्तो कुराहरू लेख्न पर्छ, जब डिस्क्रिप्सनमा के कुरामा चाहिँ फोकस गर्नुपर्छ, हाइलाइट गर्नुपर्छ र त्यसलाई चाहिँ आफ्नो एक्सपिरियन्स आफू जे छ होइन सबैसँग खत्रै हुनुपर्छ भन्ने छैन।